पसिनाले अहिले निचुर्क भइसक्यो म त हामी चाहिँ मेरो घरमा छौँ अब यहाँबाट चाहिँ नवीनको स्कुटर कुदाउँछ नवीनले मेरो स्कुटर यतै राख्ने गाइस वासरुम ब्रेक वासरुम चाहिँ एकदम सफा थियो है साँच्ची भने कति राम्रो आकाश देखिए पहाड देखिए के हो त्यो लहले त्यहाँ साइडमा विकास साथी र नवीन साथी अगाडि गइसके यो गोरु विकास र म चाहिँ पछाडि छ के भए पनि मान्छे मास्क लगाएँ केही देख्दैन अब चाहिँ हामी उता तल एउटा खोला अरे पुल छ अरे अनि त्यहाँबाट चाहिँ हाइकिङ सुरु गर्ने हो हामी चाहिँ यहाँ सबैजना अड्किरहँ यता हेर्नु अड्किरहेको थियो उता हाम्रो साथीहरू आउँदैछ लास्टै भयो बाटो यहाँनिर चाहिँ बल्ल हाम्रो हाइकिङ सुरु भयो मजा आयो नि आउन मजा आएको आएन हुन अब यस्तो यस्तै कुरो विकासहरू हल्ला गर्दै गइरहन् नवीन आउँदैछ हाई ए लौनु पनि देखाइ म चाहिँ ट्रेकर हो यसलाई लिएर आउँदैछु पहिलोचोटि एबिसीमा मैले लिएर गएँ यसलाई मलाई गाइड्दै भन्दै पछि आउँथ्यो यो चाहिँ अब मर्न लागिसक्यो हिँड्न नसकेर हाइकिङ जाँदा जाँदै झगडा पनि लाग्यो साथीहरू विकास र नवीनको म चाहिँ बाफ्रे के हो यो चाहिँ नुहाएको होइन है साथीहरू पसिना ल नवीन साथी हेलो मैले बाटोमा एउटा ठुलो लोरो भेटेँ मेरो सहारामा साथीहरू के छ साथीहरू मर्न लाग्यो अहिले चाहिँ अलिक कम मर्न लाग्यो अघि धेरै मर्न लगाएको थिएँ बाफे बाफा अब चाहिँ हामी मन्दिरतिर पुग्न आइसक्यौँ तर केही देखेको छैन नवीन साथी बिस्तारै आउँदैछ फर्स्टमा मात्रै हो गाह्रो फर्स्ट कटेपछि त त्यो छाप्रो कटेपछि त त्यसपछि त्यस्तो गाह्रो हुँदैन जानुपर्ने चाहिँ ऊ त्यहाँ फाइनल्ली हामी चाहिँ बादलमाथि आइसकेका छौँ लटा रामेश्वर महादेव की कति राम्रो फोटो खिचौँला भनेर आएको थिएँ तर एक्सपेक्टेसन एक्सपेक्टेसन भर्सेस रियालिटी भइसकेको म त अर्कै मान्छे जस्तै भइछु गाइज हामी गयौँ मन्दिर आएर हाम्रो साथीहरू यता हुनुहुन्छ आन्टी नि पछाडि हुनुहुन्छ होइन फर्किँदैछौँ हामी चाहिँ अहिले मन्दिर गएर समय ब्रेक त्यति त खानुपर्छ साथीहरू एनर्जीको लागि हामी चिप्स खाँदै चिप्स देखाएन त चिप्स खाँदै हामी ओर्लेर कचौरा चिप्स नवीनलाई चाहिँ मिठो लागेन अरे होइन मिठो छ तर अलिकति बढी भयो अब हामी फेरि चल्यौँ आधा ओर्लियौँ हामी चाहिँ उकालो भनेको ओह्रालो गाह्रो के हो भाइ ओह्रालो हुन सकेन उतिर हाल्यो उहाँ पुगिसक्यो बत्तेर यार के हो के उक्लिँदा नि पसिना ओर्लिँदा नि पसिना झ्याउै लगाइसक्यो यो ज्याकेट के भए
आउटफिट त आउटफिटै भयो क्या मेरो कसम त्यट किन यस्तो खुट्टा पोलेर अहिले मैले धेरै खाने बिमारी हुँदो रहेछ मोमो खाले अब चाहिँ बल्ल घर जान आँटेको